स्वागत छ। आज हामी ब्याङ्किङ प्रणाली कसरी सुरु भयो, कहाँबाट आयो अनि नेपालसम्म आइपुग्दा यसको यात्रा कस्तो रह्यो भन्ने बारेमा अलिकति गहिरिएर कुरा गर्दैछौँ। हो र हामीसँग भएका जानकारीहरू प्रयोग गरेर यसको इतिहास र महत्त्वलाई सरल तरिकाले प्रस्तुत गर्ने हाम्रो कोसिस रहनेछ। ल त्यसो भए सुरु गरिहालौँ है त। सबभन्दा पहिले यो ब्याङ्क भन्ने शब्द नै कसरी आयो होला? सुन्दा त सामान्य लाग्छ, तर केही त होला नि यसको पछाडि। पक्कै पनि छ। यो शब्द खासमा इटालियन शब्द ब्याङ्कोबाट आएको मानिन्छ। ब्याङ्को हो, ब्याङ्को। ल्याटिनमा पनि ब्याङ्कस वा ब्याङ्क भन्ने चलन थियो। यसको सिधा अर्थ चाहिँ बेन्च हो। बेन्च? त्यो त अनौठो भयो। पैसा राख्ने ठाउँलाई बेन्च किन? होइन, त्यो बेला कस्तो थियो भने सुरुमा खास गरी इटालीतिर पैसा साट्ने मान्छेहरू अथवा सानोतिनो ऋण दिनेहरू उनीहरू बजारमा सार्वजनिक ठाउँमा यस्तै बेन्चमा बसेर काम गर्थे के। त्यो पो हो कुरा। मतलब त्यो बेन्चमै बसेर कारोबार गर्ने भएकोले ल शब्दको कुरा त बुझियो। अब यो ब्याङ्किङको खास काम चाहिँ के हो त? यसको अवधारणा के हो? एकदमै सरल भाषामा भन्दाखेरि नि ब्याङ्क भनेको एउटा यस्तो संस्था हो जसले पैसा बढी भएको बचत भएको क्षेत्रबाट निक्षेपको रूपमा पैसा लिन्छ। बचत भएको ठाउँमा लियो हो, अनि त्यो पैसा जसलाई चाहिएको छ ऋण चाहिने क्षेत्र उनीहरूलाई कर्जाको रूपमा दिन्छ। मतलब पैसा हुने र नहुने वा चाहिने बीचमा पुल जस्तो। ठ्याक्कै पुलको काम गर्यो। यसले पैसालाई एक ठाउँमा थुप्रिन नदिई अर्थतन्त्रमा चलायमान बनाउन मद्दत गर्छ। तर आजकल त ब्याङ्कले निक्षेप लिने, ऋण दिने मात्र गर्दैन नि, कति धेरै काम गर्छ। त्यो विदेशबाट पैसा पठाउने रेमिटेन्स भन्छन् नि, त्यो भयो। अनि डलर साट्ने, फेरि मोबाइलबाटै सबै गर्न मिल्ने। हो नि, एकदम। समयसँगै ब्याङ्कको भूमिका पनि त बदल्यो नि। सुरुमा त वित्तीय मध्यस्थकर्ता मात्र थियो, होइन? अब त त्यो बाहेक विदेशी मुद्रा सट्टही, ग्यारेन्टी, एलसी खोल्ने अनि तपाईँले भने जस्तो रेमिटेन्स, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, कार्ड सेवाहरू कति हो कति। मतलब अब ब्याङ्क एउटा सामान्य पैसा लेनदेन गर्ने ठाउँ मात्र रहेन। अब त आर्थिक विकासको एउटा महत्त्वपूर्ण इन्जिनै बनेको छ ब्याङ्क। ल यो त भयो विश्वव्यापी कुरा। अब अलिकति नेपालतिरै फर्काउन। हाम्रोमा चाहिँ कसरी सुरु भयो यो सब? सुरुमा के चलन थियो होला? हाम्रोमा पनि सुरुवाती चरणमा त वस्तु विनिमय नै थियो। सामानसँग सामान साट्ने। जस्तै चामल दिएर नुन लिने टाइपको? हो, त्यस्तै। आलु दिएर गोलभेडा लिने यस्तै चलन थियो। अनि पैसाको रूपमा केही प्रयोग हुन थाल्यो कि? बिस्तारै भयो नि। सुन, चाँदी जस्ता बहुमूल्य धातुहरू मुद्राको रूपमा प्रयोग हुन थाले। अलि पछि इतिहास हेर्दा लिच्छवी कालमा त मानाङ्क, गुणाङ्क भन्ने मुद्राहरू नै चलेको देखिन्छ। हो र? मानाङ्क, गुणाङ्क? हो, अनि मल्लकालमा आइपुग्दा त सुन र चाँदीका सिक्काहरू अझै व्यवस्थित रूपमा प्रयोग भएको पाइन्छ। शाहकालमा नि सिक्का त थिए, तर औपचारिक ब्याङ्क त थिएन होला नि त्यति बेला। मान्छेले ऋण लिनु पर्यो भने के गर्थे त? त्यति बेलासम्म औपचारिक ब्याङ्क त थिएन। त्यसैले मानिसहरू साहु महाजनहरूसँग व्यक्तिगत रूपमा नै ऋण लिने दिने गर्थे। ब्याज दर पनि आफ्नै किसिमको हुन्थ्यो। मतलब साहुहरूकै भर पर्नुपर्ने अवस्था थियो? हो, एक किसिमले त्यस्तै थियो। त्यसो भए यो अवस्थाबाट एउटा सिस्टममा, औपचारिक ब्याङ्किङमा नेपाल कहिले प्रवेश गर्यो त? त्यो पहिलो माइलस्टोन कहिले आयो? नेपालमा औपचारिक आधुनिक ब्याङ्किङको सुरुवात चाहिँ विक्रम सम्वत 1994 सालमा भयो। 1994? हो, कार्तिक 30 गते। त्यो दिन नेपाल ब्याङ्क लिमिटेडको स्थापना भयो। यो नै नेपालको पहिलो ब्याङ्क हो। नेपाल ब्याङ्क लिमिटेड 1994 साल। यो त साँच्चै ऐतिहासिक क्षण रहेछ नेपालको लागि। एकदमै। यसले नै नेपालमा आधुनिक ब्याङ्किङ युगको सुरुवात गर्यो। सुरु गर्दा कस्तो थियो होला अवस्था? कति पैसाबाट सुरु भएको थियो? यसको सुरुवाती चुक्ता पुँजी पेड अप क्यापिटल जम्मा 10 लाख रुपैयाँ थियो। 10 लाख? त्यो बेलाको लागि त ठुलै होला, तर आज सुन्दा कति सानो लाग्छ है। हो नि, तर त्यही 10 लाखको जगमा टेकेर नै आज नेपालको ब्याङ्किङ क्षेत्र यहाँसम्म आइपुगेको छ। साँच्चै? कहाँ त्यो 1994 को 10 लाख? कहाँ आज हामी मोबाइल एप खोलेर एकैछिनमा पैसा पठाउँछौँ, क्युआर कोडले तिर्छौँ, एटिएमबाट पैसा झिक्छौँ? कत्रो फड्को? एकदमै ठुलो फड्को। त्यो पहिलो ब्याङ्क स्थापना हुनु नै आजको यो डिजिटल ब्याङ्किङसम्मको यात्राको पहिलो तर सबैभन्दा महत्त्वपूर्ण कदम थियो। हो, पक्कै पनि।
आज हामीले छोटकरीमा ब्याङ्क शब्द कहाँबाट आयो भन्नेदेखि नेपालमा पहिलो ब्याङ्क कसरी खुल्यो र ब्याङ्किङले कसरी काम गर्छ भन्नेसम्मका कुरा गर्यौं। हो, र नेपाल ब्याङ्क लिमिटेडको स्थापनाले कसरी एउटा औपचारिक प्रणालीको ढोका खोल्यो भन्ने कुरा पनि स्पष्ट भयो। यो एउटा संस्था खुल्नु मात्र थिएन, देशको आर्थिक प्रणालीकै लागि एउटा मोड थियो। निश्चय नै। अब जाँदा जाँदै श्रोताहरूलाई एउटा प्रश्न छोडेर जाउँ कि? हुन्छ नि। जसरी हामीले हेर्यौं, ब्याङ्किङ वस्तु विनिमयबाट सुरु भएर सिक्का, नोट हुँदै आज मोबाइल र इन्टरनेट ब्याङ्किङसम्म आइपुग्यो। अब भविष्यमा यसको रूप कस्तो होला? खै, के होला? अझै के परिवर्तन देख्न बाँकी छ कि ब्याङ्कका शाखाहरू नै हराएर जालान् त? हो, यही प्रश्नमा सोच्दै गर्नुहोला। आजको लागि हामी यति नै गरौँ, फेरि भेटौँला।